नमस्कार सबैजनालाई म प्रदीप तामाङ तपाईँहरूको प्रदीप तामाङ हैन अहिले के भन्दा चाहिँ अब अहिले 11:30 भइसकेको छ हैन र बेलुका ढिलो सुतेको नि त र ढिलो उठाइ भयो 11:30 भयो र आज चाहिँ पर्दैन अरे नि त हैन खान र आज चाहिँ ब्रेक रहेछ हाम्रो दुई भाइको युवराज र मेरो र आज चाहिँ ब्रेक हो भोलिदेखि काम अरे नि त अब भोलिदेखि काम गर्नुपर्छ तपाईँहरूलाई भ्लग ढुकाइहाल्ने छु म र छोटो आज चाहिँ म यो चाहिँ छोटो भ्लग बनाउँछु र दिउँसो बनाउँछु लामो हैन आज चाहिँ यताउता जानु पर्छ आज चाहिँ हैन यताउता चिन्नु पर्छ भ्लग हाल्छु हैन दिउँसो यो चाहिँ छोटो हाल्छु हैन जे होस् तर हैदराबाद चाहिँ मन पर्यो देख्नु सक्नुहुन्छ तपाईँहरूले हैदराबादको नजारा कस्तो छ भनेर अझै उता साइड रहेछ हैन यता साइड चाहिँ अझै उयो रहेछ बजार यता चाहिँ हल्का हल्का उयो रहेछ नि त हैन उता चाहिँ अझै उयो रहेछ र त्यही हो हैदराबाद चाहिँ राम्रै रहेछ हैन घरको याद पनि आइदिरहेछ के गर्नु अब यस्तै छ हैन घरको याद आइदिँदो रहेछ हैन अब थाहा थिएन जन्मेर आजै निस्केको नि त म हिजो निस्केको फर्स्ट टाइम जन्मेर र कहिले निस्केको थिइनँ नि त घरबाट र अब 1 वर्ष 2 वर्ष कतिसम्म हैन यहाँ हुन्छ अब 1 वर्ष 2 वर्ष बाद मात्रै घर गयो हुने रहेछ र अब जानु पनि भएन नि त हैन अब छोटो टाइममा हैन जानु पनि भएन अब काममा आएपछि हैन भन्छ मान्छेले र त्यही भन्छ अब कमाएर मात्रै जानुपर्छ हैन काम सिकेर अब त्यही हो हाम्रो रेस्टुरेन्ट चाहिँ दाजुकै हो त्यही कारणले मलाई सजिलो पनि भएको छ हैन त्यसो गर्दा धेरै सजिलो छ देख्न सक्नुहुन्छ यो पनि आइसकेछ यसको पनि ब्रेक अरे आज हो चाहिँ म सर्ट मिनी ब्लग यो चाहिँ हैन मेरो छोटो र म आजको ब्लग चाहिँ यतिमै राख्छु अहिलेको ब्लग हैन यो चाहिँ मिनी ब्लग हाम्रो हैन मेरो र त्यसले गर्दा यतिमै र भेटौँ हामी फेरि नेक्स्ट ब्लगमा धन्यवाद।